मासु त पुरै बाँडिएर त सकिन आँटेछ त झोल लाग्यो कि तेल ए हो त बस्नु लु है अलिक मजाले अलिक मजाले खाऊ है मजाले नसर्मै नसर्मै त्यो त गन्द्रुकको अचार रहेछ हौ मासु होइन रहेछ बस्नु बस्नु ए हाम्रो 2082 सालको वनभात यहाँ पञ्चमीमा हुँदैछ यहाँ हाम्रो पुर्खाहरूले खाँदै हुनुहुन्छ खाजा यहाँ ठुलो ठुलो पुर्ख्यौलीहरूले पनि खाँदैछ यी राम 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 ल नास्ता खुवाइछ हुँदैछ ऊ क्रिजल हाङरामले पुरा आँखा चिम गरेर नबोली खाएकै छ पिकनिक चल्दैछ है पञ्चमीमा सबैजना आउनु होला पिकनिक रिसोर्ट छ हाम्रो भान्सेनी बहिनीहरूले चाहिँ दिदी बहिनीहरूले चाहिँ अहिले मात्रै खाँदै हुनुहुन्छ अलिक के पुगेन भन्नु खोइ बहिनी चिउरालाई नि ए अलिक खानु है बसाइ नै भएन यता साह्रै बिजोको भयो गुन्द्री झोर भएछ अलिक ल हेर भान्सेहरूले त आफूलाई चाहिँ त्यति रास राखेर खतम गरेर यो आन्द्राको भेराइटी हो चटपटे पनि छ हाम्रो उर्लाबारीबाट गेस्ट नयाँ आउँदै हुनुहुन्छ दुईजना जेठानी दिदीहरू नानाहरू भर्खर आएर चाहिँ उहाँहरूले चाहिँ सुरु गर्दै हुनुहुन्छ हाम्रो पाहुनाहरू उहाँ चाहिँ पञ्चमीमा 2082 सालको चाहिँ एकदम अर्ग्यानिक वनभात खाइँदैछ सबैजनाले हेरिदिनु होला